नमस्ते। आज पनि हामी अनक मिडिया प्रणालीको सहकार्यमा नेपाल भाषा एकाडेमीको नेवा एफएम 106.6 कोरोना विशेष लिएर उपस्थित भएका छौँ। सराना महजन र म शङ्कर थापा। आज विशेष काम परेर विदेन्द्रजी कार्यक्रममा उपस्थित हुन सक्नु भएन। आजको कार्यक्रममा सधैँ हामी विभिन्न नगरपालिकाका मेयरहरू, त्यहाँका प्रवक्ताहरू, वडा अध्यक्षहरू आदि उहाँहरूसँगको कुराकानी र स्वास्थ्यकर्मीहरूसँगको परामर्श, श्रोताहरूको जिज्ञासा आदि लिएर उपस्थित भएका छौँ। अहिले हामीसँग नागार्जुन नगरपालिकाका सूचना अधिकारी श्री विष्णुहरि अर्याल सम्पर्कमा जोडिनु भएको छ। नागार्जुन नगरपालिकामा कोरोना सम्बन्धी के कस्तो कार्यक्रमहरू भइरहेका छन् त्यहाँको जानकारीको लागि हामी उहाँलाई जोड्न लागेका हौँ र सबभन्दा पहिला म उहाँलाई स्वागत गर्न चाहन्छु। विष्णुहरि अर्याल, नागार्जुन नगरपालिकाको सूचना अधिकारी तथा सूचना प्रविधि पनि हो है। अनि भन्नुहोस् न, अब नागार्जुन नगरपालिकाले जस्तै हाम्रो कोभिड-19 सम्बन्धी धेरै कार्यहरू गरेछ, अवेरनेसको प्रोग्रामहरू गरेछ। त्यस्तै गरी अलिकति टेस्टिङमा पनि फराकिलो बनाउनुको लागि पिसिआर टेस्टिङहरूदेखि लिएर आरटिसी टेस्टिङदेखि लिएर सबै गरेछ। त्यसै गरी हाम्रो नागार्जुन नगरपालिकामा हाम्रो आइसोलेसन बेड पनि छ, तयार गरेछ। आइसोलेसन जस्तै 1 नम्बर वडामा छ हाम्रो चाहिँ त्यो सुम्बासी आवास भन्ने ठाउँमा चाहिँ 30वटा बेडको आइसोलेसन बेड पनि छ त्यसमा हाम्रो होइन। त्यसै गरी अब जस्तै भनौँ न, अब जस्तै उपत्यकाको नजिकको नगरपालिका भएको कारणले गर्दा यहाँ त अब जस्तै आवत जावत गर्न पनि अब जस्तै बाहिर जिल्लाबाट पनि धेरै आउँछ। त्यो भएको कारणले गर्दा अलिकति टाइट पनि त्यस्तै गरेर छ। बिहान जस्तै त्यही अति आवश्यक सामग्रीको लागि 9 बजीसम्म मात्रै हाम्रो नगरपालिकाबाट पनि जस्तै भनौँ न त्यो दुध भयो, दैनिक अब औषधिहरू भयो, अनि एम्बुलेन्सहरू त्यस्तो सेवाहरूलाई चाहिँ रोकेको छ र पसलहरू पनि त्यस्तो रोकेको छ। 9 बजीसम्म मात्रै खुल्ला गरिदिएको छ। अरू अब जस्तै हाम्रो नागार्जुन नगरपालिका भन्ने बित्तिकै तपाईँको चाहिँ नि जस्तै डेभलप एरिया पनि छ। जस्तै सीतापाइला एरिया, अब जस्तै 1 नम्बर वडा भन्नुहुन्छ भने तपाईँको यो जस्तै हाम्रो तल 1 नम्बर वडा आरिमनदेखि लिएर अनि त्यसपछि सीतापाइला सानो ठुलो भर्याङदेखि लिएर माथि अब जस्तै गाउँ एरिया पनि पर्छ क्या हाम्रो नागार्जुन नगरपालिका। तपाईँको रामकोट भयो, बुन्दुङ्गा भयो, अनि त्यसपछि आएर अब सीतापाइला भयो। सीतापाइला एरिया डेभलप छ भनेदेखि यहाँ अब धेरै नै बस्ती छाप पनि धेरै छ। अब यो एरियामा जस्तै अहिलेको रिपोर्टिङ अनुसार हाम्रो नागार्जुन नगरपालिकामा टोटली हिजोसम्मको रिपोर्टमा 32 जना जतिलाई चाहिँ कोभिड-19 सङ्क्रमण भएको देखिन्छ। हजुर। अनि त्यसपछि आएर हजुर अहिलेसम्ममा 32 जना मात्रै हो? 32 जना हिजोको सम्म 32 जना हाम्रो नागार्जुन नगरपालिका होल नगरपालिकाभरि 32 जना सङ्क्रमण देखिएको छ भनेदेखि 1 नम्बर वडामा 2 जना जति हुनुहुन्छ, 2 नम्बरमा 4 जना हुनुहुन्छ, त्यसै गरी 3 नम्बरमा 1 जना हुनुहुन्छ, 4 नम्बरमा अलिकति धेरै छ किनकि सीतापाइला एरिया भयो, अलिकति डेभलप एरिया भयो। त्यो भएको कारणले गर्दा 15 जना देखिएको छ होइन। 5 नम्बरमा 3 जना देखिएको छ हिजोको स्वास्थ्यको डाटा अनुसार। 6 नम्बरमा त्यसै गरी 5 जना देखिन्छ भनेदेखि 7, 8, 9मा 1 जना पनि देखिएको छैन अझसम्मको रिपोर्टमा। त्यसरी 10 नम्बर वडामा 1 जना देखिएको छ। फेरि हाम्रो 1-2 दिनपछि लगतै सायद भोलि या पर्सि हाम्रो स्वास्थ्य शाखाले फेरि पिसिआर टेस्ट गर्दै हुनुहुन्छ। ओभरअल हाम्रो नागार्जुन नगरपालिका भइ नै जस्तै टेस्टिङ गर्दाखेरि 1500देखि 2000 हारिमा चाहिँ टेस्टिङ गरिसकेको छ। पहिलो चरणमा लगभग समथिङ गरेर फेरि पछि गएर लगभग 1500-2000 जना जतिको चाहिँ टेस्टिङ भइसकेको छ सर यहाँ। हजुर। अनि यो हाम्रो यो नागार्जुन नगरपालिकामा बाहिरी जिल्लाबाट भित्र प्रवेश गर्ने मानिसहरूको कतिको के अरे काठमाडौँको जस्तै मेन अब नजिकको महानगरलाई टच गरेको नगरपालिका या त अब आवत जावत गर्न त आइहाल्नुहुन्छ नआउने। त्यसको लागि पनि हामीले अब जस्तै आउनु पर्यो भने पिसिआरले जस्तै बाहिर जिल्लाबाट पनि आउनुहुन्छ भने हामीले त्यहाँको पिसिआरको रिपोर्ट नहेरिकन त्यसरी त्यतिकै हामीले त्यसरी लगभग चाहिँ हामीले स्वीकृति दिने सिस्टम बनाएकै छैन हाम्रो नगरपालिकामा। त्यस्तो छैन। फेरि हाम्रो
मेयर साहब अलिकति एक्टिभ नै हुनुहुन्छ अरू नगरपालिका भन्दा काठमाडौँको नजिकको नगरपालिकामा सबभन्दा धेरै एक्टिभ चाहिँ नि मेयर भनेको हाम्रै नागार्जुन नगरपालिकाको मेयरलाई नै गरिन्छ होला सायद अब यस्तो लगभग हरेक ठाउँमा जस्तै अहिले विकास निर्माणको कामहरूमा पनि अहिले पनि मलाई लाग्छ कि विकास निर्माणको काममै हुनुहुन्छ फेरि नगरपालिकामा जस्तो जस्तै योजनाको कामहरू अरू कामहरू पनि बन्द छैन हाम्रो नगरपालिकामा सबै कामहरू सुचारू रूपमा चलिरहेको छ सर प्रशासनिक कामहरू अब अति आवश्यक कामहरू त मजाले गरिराख्नु भएको छ त्यसै गरी विकास निर्माणको कामहरू पनि भइरहेछ त्यसै गरी अब अलिकति जस्तै अवेरनेसको यो COVID-19 सम्बन्धी अवेरनेसको प्रोग्रामहरूदेखि लिएर त्यसपछि अब जस्तै मास्कहरू भयो सेनिटाइजरदेखि लिएर कति टाइम छ अति आवश्यक त्यो पनि वितरणको कार्यहरूदेखि लिएर अनि फेरि स्वयं आफ्नै नै अब जस्तै भनौँ न आइसोलेसन 30 बेडको आइसोलेसन तयार गरेर अब जस्तै भनौँ अब 1 नम्बर वडामा त अब 20 जना जति त केन्द्रबाट पठाउनु भएको छ हामी कहाँ हाम्रो त्यो उसमा 1 नम्बर वडामा उसमा आवासमा होइन त्यो भएको कारणले गर्दा अब जस्तै क्वारेन्टाइनमा पनि लगभग सबै अब जस्तै भनौँ न रिपोर्टिङ हेर्दाखेरि अब क्वारेन्टाइनमा पनि अब जस्तै सेल्फ क्वारेन्टाइनहरू गर्न लगाएर त्यस्तो अब अलिकति अरू नगरपालिकाभन्दा पृथकै छौँ हामी सर खुसी लाग्यो अनि हाम्रो आइसोलेसन चाहिँ 30 बेडको जति मात्र राख्नु भएको रहेछ अहिले हेर्दा सङ्क्रमण हेर्दाखेरि 32 जना अहिले छन् भनेपछि यो बढ्न सक्ने सम्भावना त छँदै छ हाम्रोमा के छ भनेदेखि हाम्रो जस्तै नगरपालिकाको आइसोलेसनमा 1 जना मात्रै हुन्छ होइन ए हजुर अनि त्यसपछि अब अरू चाहिँ होम क्वारेन्टाइनमा हुनुहुन्छ 11 जना जति अनि त्यसरी 20 जना जति चाहिँ तपाईँको हस्पिटलमै हुनुहुन्छ सर होइन त्यो भइसक्यो तपाईँको चाहिँ 32 जना सङ्क्रमण भयो 1 जना चाहिँ हाम्रो सम्पर्क 3मा हुनुहुन्छ उहाँ अब कता जानुभयो अनि 1 जना चाहिँ 4 नम्बर वडाको चाहिँ 1 जना चाहिँ COVID-19 लगाएर चाहिँ उहाँको चाहिँ मृत्यु भएको भन्ने रिपोर्ट आएको छ सर ए अनि यो जसरी अब होम क्वारेन्टाइनमा बस्छन् अनि उनीहरू आइसोलेसनमा बस्छन् त्यस पछाडि जुन फेरि समाजमा फर्केर आउँछन् नि त्यतिखेर समाजबाट अवहेलित हुने खालको यस्तो किसिमको वातावरण यो अहिले बढिरहेको छ जस्तो कि स्वास्थ्यकर्मीहरूलाई पनि त्यस्तै किसिमको भनौँ अब आरोप लगाएर समाजमा त्यतिको रुचाइरहेको नरुचाइरहेको स्थितिमा त्यहाँको अवस्था के छ हजुर अहिले त्यस्तो हाम्रोमा चाहिँ त्यस्तो केही छैन सर अब सङ्क्रमण त त्यति धेरै सङ्क्रमण पनि यति ठुलो नगरपालिका जस एरिया त अब ठुलो 10वटा वडा भएको नगरपालिका पनि एरिया पनि ठुलो छ फेरि अलिकति हाइली पपुलेटेड एरिया पनि छ जस्तै रानीगञ्ज साइडतिर भयो जस्तै भनौँ न तपाईँको सानो भने ठुलो भने अनि फेरि तलपट्टिको सीतापाइला एरिया भयो जस्तै अलिकति लगभग सिटी एरिया पनि छ मास पनि धेरै छ अलिकति गाउँ एरियासँग कम्पेयर गरिकन त्यति धेरै हामी कहाँ चाहिँ त्यस्तो जस्तै कोही फेरि फर्केर आउँदाखेरि पनि त्यस्तो अलिकति हुन्छ नि अलिकति त्यो क्राउड इन्भाइरोमेन्ट त्यसलाई हेर्न पनि त्यसलाई डिस्क्रिमिनेसन गर्ने पनि त्यस्तो कुराहरू चाहिँ निक्लेको छैन सर त्यस्तो आएको छैन सर अहिलेसम्म चाहिँ त्यस्तो रिपोर्टिङ आएको छैन सर हजुर अनि स्वास्थ्यकर्मीहरूको पर्याप्तता के छ हजुर त्यता अनि हाम्रो नगरपालिकामा लगभग स्वास्थ्य शाखामा जस्तै हामी कहाँ अब जस्तै यो नगरपालिकाभरि अब जस्तै हामी कहाँ सानो सानो हस्पिटलहरू पनि छ हाम्रो भिन्दुगामा पनि एउटा सामुदायिक हस्पिटल छ त्यसरी तल सीतापाइलामा पनि छ अनि त्यो भएको स्वास्थ्य कर्मचारीहरू पनि हामीसँग पर्याप्त भएको कारणले गर्दा कुनै त्यस्तो कमजोरी पनि छैन फेरि हामी कहाँ आयुर्वेदिक शाखा पनि हाम्रो नगरपालिका काठमाडौँको लगभग एउटा नगरपालिका पर्छ होला आयुर्वेदिक शाखा छुट्टै भएको होइन यसमा आयुर्वेदिक शाखा पनि छ अनि त्यसपछि स्वास्थ्य कर्मचारी सबैजना मिलेर नै उहाँहरूले चाहिँ जस्तै भनौँ न कोअर्डिनेसन राम्रो गरेर जस्तै राम्रै गरिराख्नु भएको छ त्यो शैली पनि अब जस्तै उहाँहरू फ्रीमै हुनुहुन्छ राम्रै छ त्यस्तो धेरै नेगेटिभ चाहिँ सुनिएको छैन सर हाम्रो नगरपालिकामा त्यस्तो त्यति कोभिडको कारणले यस्तो भयो उस्तो भयो भने त्यति धेरै ड्रब्याक चाहिँ सुनिएको छैन सर खुसी लाग्यो अनि अब भनौँ न अब यो महामारीकै रूपमा लिएला जस्तो स्थिति छ अहिलेको कन्टेक्स्ट हेर्दाखेरि त्यतिखेर भनौँ अहिले महामारीकै रूपमा अलिकति अब यो भने सङ्क्रमितहरू निकै नै बढ्यो भने त्यो स्थितिमा तपाईँले पूर्व तयारीहरू केही गरिरहनु भएको छ कि छैन अब जस्तै प्लानिङ त अवश्य पनि हाम्रो नगरपालिका प्लानिङ नै छ अब यो जस्तै COVID-19 त्यो भने भाइरस हो तुरुन्तै त्यसको अब ट्रिटमेन्ट पनि तुरुन्तै हुन्न भ्याक्सिनहरू जब भ्याक्सिनहरू आउनु पऱ्यो नेपाल जस्तो हामी अदर डेभलपिङ कन्ट्रीमा त हेर्दाखेरि अवश्य पनि जस्तै 6 महिना 1 वर्षमा अरूले भने पनि जति न्युज निकाले पनि अझ 1-1.5 वर्ष 2 वर्ष भन्दा पनि बढी लाग्न सक्छ त्यही भएर त्यसको लागि त प्रिभेन्सन अलिकति प्लान त अवश्य पनि नगरपालिकाले पनि सोचिरहेको छ कि आफ्नै एउटा हस्पिटल बनाउने अनि त्यसपछि आएर अलिकति आइसोलेसन बेडहरू पनि थप्ने अनि त्यसपछि इक्विपमेन्टहरू पनि लिएर आउने अनि PCR गर्नको लागि अब मेसिनहरू पनि आफ्नै राख्ने भन्ने एउटा प्लानमा जस्तै बैठक पनि ओभरअल लगभग मेयर साहब भयो हाम्रो मेयर साहबहरू अलिकति प्रमुख प्रशासक अधिकारी सबैजना
अलिकति त्यो टिम सबैजना मिलेर जस्तै भनौँ न हाम्रो प्रदेशको सांसदहरू सबैजना बसेर अब उहाँहरू पनि बसिसक्नु भयो होला 20-25वटा मिटिङ जति एटेन्ड गरेर त्यसपछि आएर अवश्य पनि अब कस्तै हुन्छ यो प्लानमा जाने अब यो जस्तै वर्ल्डको नै च्यालेन्जेस हो यो अब जस्तै हामी जस्तो अन्डर डेभलपिङ कन्ट्री पनि त्यसले धेरै कुराहरू चेन्जेस ल्याउन सक्छ भनेर एउटा प्लानमा जाने हुन्छ फ्युचर प्लानमा जाने हुन्छ अवश्य पनि गरिराख्नु भएको छ त्यसको लागि होमवर्क पनि। अनि यो सुरक्षा निकायहरू के कतिको अब घुम्तीमा आइरहने अब यो गरिरहेको हुन्छ हामी कहाँ यस्तो पनि छ सर अब जस्तै हामी किनकि 3 नम्बर वडामा हाम्रो सशस्त्र जुन क्याम्प पनि हाम्रै हो नगरपालिकामै नजिकै पर्छ होइन अनि त्यसपछि आएर अब स्वयम्भूले हेर्छ हामीका त्यो सानो बिटहरू छुट्टै माथि ढुङ्गा छुट्टै छ अनि प्रहरीहरूले पनि त्यति नै धेरै सपोर्ट गर्नु भएको छ हामीसँग जस्तै भनौँ न अब प्रहरीसँग पनि हाम्रो अब पहिला जहिले पनि जस्तै यो अलिक कोभिड नलाग्नुभन्दा अगाडि पनि धेरै साझेदारी कार्यक्रमहरू पनि हुन्थ्यो उहाँहरूसँग हामीले मिलेर समन्वयन गरेर धेरै कामहरू पनि गर्छौँ भनेपछि अहिले पनि उहाँहरूकै साथमा लिएर नि हाम्रो मेयर साहब भयो बहुप्रशासनिक अधिकृत पनि उहाँ स्वास्थ्य कर्मी पनि उहाँहरूकै साथमा पनि अगाडि गएर कति त्यो अवेरनेस प्रोग्रामहरू सबैहरू गरिराख्नु भएको छ अहिले पनि। धेरै राम्रो खुसी लाग्यो तपाईँहरूको प्रगति देखेर यो नगरपालिकाको तयारी देखेर। अनि अरू हाम्रो यो कार्यक्रममा जोड दिनुभयो तपाईँहरूको यो नगरपालिकाका नगरवासीहरूलाई यो सन्देश दिनुभयो यसको लागि म नेवा एफएमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्त्यमा जाँदा जाँदै केही भन्न चाहनुहुन्छ भने कृपया। तपाईँ हजुरलाई पनि धेरै धेरै धन्यवाद मेरो 2-4 शब्द राखिदिन पाएकोमा अरूलाई पनि सुनाउन पाएकोमा हाम्रो नगरपालिकाको गतिविधि के भइरहेछ कोभिड-19 सम्बन्धी के प्लानहरू गरिरहेको त्यो कुराहरू सन्देशहरू पुर्याउन पाएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन्छु। हस् त नमस्कार। धन्यवाद विदुर सापकोटाजी। उहाँ हुनुहुन्थ्यो तारकेश्वर नगरपालिका नागार्जुन नगरपालिकाका सूचना अधिकारी विष्णुहरि अर्याल। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामीसँग जोडिने अब नागार्जुन नगरपालिकाका मेयर श्री मोहनबहादुर बस्नेतज्यूसँग जोडिने कोसिस गरिरहेका छौँ। नमस्ते। अब हामीसँग यहाँ कार्यक्रममा जोडिनु भएको छ तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाजी हामीसँग जोडिनु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। विदुर सापकोटाजी, हाम्रो यो नेवा एफएमको 106.6 को कोरोना विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, हुन्छ, धन्यवाद। यहाँले मलाई गरिरहनु भएकोमा यहाँहरूलाई धेरै। अनि तारकेश्वर नगरपालिकामा अब देशमा विश्वव्यापी रूपमा फैलिरहेको यो कोरोनाको व्यापक पीडा छ भनौँ न। देशमा पनि यतिकै पीडा छ, नागरिकहरू त्यतिकै छटपटाइरहेका छन्। यो अवस्थामा हाम्रो तारकेश्वर नगरपालिकामा के कस्तो कदमहरू चालिएको छ नगरवासीहरूका लागि भनेर अलिकति जानकारी दिनुहुन्छ कि भनेर। धन्यवाद यहाँले प्रश्नको लागि। र यहाँले चाहिँ अब खबर गरेर कमसेकम तारकेश्वर नगरपालिकाको बारेमा पनि हाम्रो यो नेवा एफएममा जानकारीको लागि मलाई खबर गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, धन्यवाद। खास भन्ने हो भने अब यो कोभिड-19ले देशलाई नै आक्रान्त पारिरहेको अवस्थामा हाम्रो नगरलाई नै नगर्ने भन्ने भएन। अब हामीले चाहिँ अब यो कोभिडलाई फोकस गरेर योभन्दा अगाडि जुन लकडाउन भएको थियो त्यो समयलाई हामीले विभिन्न कामहरू गरेका छौँ, जसमा जनचेतना जगाउने कामहरू गरेका छौँ। जनचेतना अन्तर्गत अब माइकिङ गर्ने कामहरू गरेका छौँ। यो सिलसिलामा चाहिँ हामीले स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य चौकीहरू, शहरी स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्रहरू यिनीहरूलाई एकदम एक्टिभ गराएका छौँ। उहाँहरूलाई चाहिँ अब यो कामलाई अगाडि बढाउनुपर्छ भनेर उहाँहरूलाई प्रोत्साहन भत्ताहरूको पनि हामीले व्यवस्था गरेका छौँ। हजुर। र उहाँहरू पनि लाग्नु भएको छ। र अब जति हामीले पहिला गरेका थियौँ त्यसमा चाहिँ हामीले कोभिडलाई नै फोकस गरेर हामीले 2 करोड 34 लाख हामीले बजेट छुट्याएका छौँ। 2 करोड 487 रकम बराबरको चाहिँ हामीले पर्यटक व्यवस्थापन भनेर 7,65,756 रुपियाँ हामी खर्च गरेका छौँ। उपचार व्यवस्थापनका लागि भनेर हामीले 14,74,290 रुपियाँ हामी खर्च गरेका छौँ। औषधिलाई हामीले 4 करोड 34 लाख
236 हामीले खर्च गरेका छौँ। हजुर र राहत वितरण यो औषधि खरिदमा चाहिँ हामी निस्केको छ है मैले 4,34,000 है। 4,34,000 हजुर 4,34,236 रुपियाँ खर्च गरेका छौँ र हाम्रो राहत वितरणमा चाहिँ 1,97,29,205 रुपियाँ हामीले खर्च गरेका छौँ। तीमध्ये अब अहिले पछिल्लो चरणमा चाहिँ हामीले अब यो कोभिडलाई जुन हामीले लकडाउन खुल्ला गरेपछि कोरोनाका बिरामीहरू चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। हामी कहाँ पनि अहिलेसम्म 56 जना कोरोनाहरू पोजिटिभ देखिएका छन्। तीमध्ये अब हामीले यसरी भएन हाम्रो वडालाई पनि अब आइसोलेसनको सङ्ख्या चाहिँ बढाउनु पर्यो, विस्तार गर्नु पर्यो भनेर हामीले माइने जो कार्यपालिका बैठक बोलाएका छौँ, कार्यपालिका बैठक गरेका छौँ र हाम्रो अब यसलाई चाहिँ आइसोलेसनलाई पनि अगाडि बढाउनु पर्यो भनेर हामीले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले क्वारेन्टाइन व्यवस्था गरेका छौँ। त्यसैलाई 100 वार्ड बराबरको चाहिँ आइसोलेसन व्यवस्था गर्नको लागि हामी निर्णय गरेका छौँ र अब केही हामी यो जितपुर वडा नम्बर 5 गोलढुङ्गा र वडा नम्बर 3 जितपुरमा चाहिँ हाम्रा केही होटलहरू छन्, अन्य त त्यस्ता होटलहरू छैनन्। ती होटलहरूलाई पनि यो आइसोलेसनका लागि अनुरोध त्यसलाई पनि व्यवस्थापन गर्न लगाउने भनेर हामीले प्रोसेस चालेका छौँ। त्यो चाहिँ एक्ज्याक्ट भइसकेको छैन। हामीले त्यो अब तिनीहरूलाई अनुरोध गर्ने भनेर हामीले निर्णय गरेका छौँ। र हाम्रो अहिले देखिएकाहरूलाई पनि सकेसम्म अब हाम्रा नगरवासीहरूलाई होम आइसोलेसनको पनि व्यवस्था गर्नुपर्छ भनेर प्रत्येक घरहरूमा चाहिँ कम्तीमा एउटा दुईवटा कोठाहरू चाहिँ छुट्याएर होम आइसोलेसनको व्यवस्था गर्नुपर्छ भनेर अनुरोध गर्ने हामीले निर्णय गरेका छौँ। र यदि उहाँहरूले होम आइसोलेसन तयार गर्नुभयो र पोजिटिभ देखिएकाहरूलाई चाहिँ घरमै राख्ने व्यवस्था गर्नुभयो भने त्यो पोजिटिभ देखिएकाहरूलाई एकमुष्ट चाहिँ 5,000 दिने 5,000 दिने र एक प्याकेट यो मास्क र सेनिटाइजर दिने हामीले निर्णय गरेका छौँ। यदि उहाँहरूले होम आइसोलेसनमा बस्ने व्यवस्था गर्नुभयो भने मात्रै जुन चाहिँ अब यो चाहिँ हामीले हाम्रो आइसोलेसनमा नभएर हस्पिटलको आइसोलेसनमा भएन, हाम्रोमा भएन र घरमै बस्न चाहनुभयो भने उहाँहरूलाई चाहिँ त्यसरी व्यवस्था गर्ने भन्ने हामीले निर्णय गरेका छौँ। र अब अहिले चाहिँ तत्काललाई चाहिँ हामीले यो आइसोलेसनका साथसाथै यो अहिले निषेधाज्ञा जुन नेपाल सरकारले गरिरहेको छ निषेधाज्ञालाई फोकस गरेर हाम्रा वडाहरूमा हाम्रा नगरपालिकाभरिका वडाहरूलाई चाहिँ हामी निषेधाज्ञाको लागि चाहिँ माइकिङ गरेर हामीले सुरक्षा निकायहरूलाई पनि परिचालन गरेका छौँ र सकभर चाहिँ यी पसलहरू अत्यावश्यक सामग्री बाहेक तरकारी किराना पसल दुध लगायत अन्य पसलहरूलाई चाहिँ नखोल्नका लागि चाहिँ माइकिङ गरेर सुरक्षा निकायहरूलाई पनि हामीले खटाएका छौँ। यही नै हो अहिले हामीले गरेका छौँ। वास्तवमा यति नै हो। अन्य चाहिँ प्रोसेसहरू हामीले सकेसम्म चाहिँ अब कसरी हुन्छ यसलाई नियन्त्रण गर्ने विषयमा चाहिँ हामी लागि परेका छौँ र हाम्रा जनताहरू अलिक चिन्तित भइराख्नु भएको छ। उहाँहरूको चिन्ता मेटाउनको लागि चाहिँ हामीले कोसिस गरिरहेका छौँ र जनताहरूले पनि महसुस गर्नु भएको छ। जनतामा एक हिसाबले नगरपालिकाले केही गरेको छैन भन्ने भान पर्नु स्वाभाविकै हो, किनभने अब यो रोगै त्यस्तै हो। जुन रोगलाई चाहिँ अब हामीले केही गरेर पनि नसकिँदैछ, यसले चाहिँ अब छुट्टै बस्नुपर्ने, कसैसँग छुन नमिल्ने भएको कारणबाट जनताले चाहिँ यहीँ आएर चाहिँ कसैलाई पोजिटिभ देख्यो भने यो जनप्रतिनिधिहरूले चाहिँ त्यसलाई लगिदिएको भन्ने महसुस गर्नु रहेछ। अब त्यसलाई चाहिँ हामीले तत्काल त्यहाँ गएर उहाँहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामी जनप्रतिनिधिहरू पनि खटिएका छौँ र सुरक्षा निकायलाई पनि लगाएका छौँ र सम्बन्धित टोलहरूलाई हामीले सिल गर्ने कामहरू गरेका छौँ। र अबदेखि तपाईँहरू चाहिँ यो चाहिँ यस्तो भएको छ, यहाँहरू चाहिँ यहाँ प्रवेश नगरिदिनु होला र टोलवासीहरू पनि आफ्नै घरमा बसेर बाहिर ननिस्किदिनु होला भनेर चेतना जगाउने काम हामीले गरेका छौँ। अनि अर्को कुरा म यहाँलाई के सोध्न चाहन्छु भने नि अहिले अब कोरोनाको भ्याक्सिनहरू तत्कालै बजारमा नआउँदा अहिलेसम्म निस्केकै छैन भनौँ न। त्यो अवस्थामा अब 56 जना सङ्क्रमितहरू तपाईँहरूको पोजिटिभ देखिसकेको त यो दक्षिण भेग भनौँ न, दक्षिण पश्चिम भेग काठमाडौँ भ्यालीको दक्षिण पश्चिम भेगमा अलिक धेरै नै सङ्क्रमितहरू देखियो होइन।
त्यसमा अब तपाईँले अब आइसोलेसन चाहिँ अब त्यति पर्याप्त नभएको जस्तो लाग्यो मलाई होइन। अब यसमा चाहिँ अब होम क्वारेन्टाइनमा राख्दाखेरि पनि तपाईँहरूको आफैले अब पैसा दिनुहुन्छ उहाँहरूलाई? उहाँहरूलाई चाहिँ हामीले दिने निर्णय गरेका छौँ, अहिलेसम्म चाहिँ दिएका छैनौँ। अब चाहिँ दिनको लागि हाम्रो भर्खर कार्यपालिकाले अस्ति कार्यपालिका बैठक बसेको थियो। अब यो कार्यपालिकाले चाहिँ बैठक निर्णय गरेका छ, योभन्दा अगाडि चाहिँ हामीले दिएका छैनौँ। तर हाम्रो नगरपालिकाको निर्णय नभइकन त दिने कुरो भएको नि त। त्यो भएको कारणले हामीले चाहिँ अस्ति कार्यपालिकाको बैठक बस्यो र अब यदि घरमै आफ्नो आइसोलेसन व्यवस्था गरेर घरमै बस्न चाहनुहुन्छ भने उहाँहरूलाई चाहिँ यस्तै रकम उपलब्ध गराउने भनेर हामी निर्णय गरेका छौँ। यसो हेर्दाखेरि अब तपाईँहरूको कुरा सुन्दाखेरि अब यो होम क्वारेन्टाइन र आइसोलेसनको चाहिँ अलिकति अभाव भएको हो कि जस्तो देखिन्छ र भविष्यमा अब भनौँ न अब यो कोरोना अलि नराम्रैसँग नफैलियोस्, तर कारणवश फैलिएको खण्डमा त्यसमा चाहिँ तपाईँले कसरी अगाडि बढ्ने सोच राख्नु भएको छ? अब होइन, हाम्रो चाहना पनि त्यही हो, सकभर यो अगाडि यो कोरोना नफैलिदिए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना हो। र पनि अब जनताहरूलाई चाहिँ जति पहिला चाहिँ अलिकति डराएको थियो हामीले पनि लकडाउन गरेका थियौँ र जनताहरू पनि एकदम डराउनु भएको थियो, यो रोगले त एकदमै खतम गर्छ भनेर उहाँ पनि सचेत हुनु भएको थियो। अहिले चाहिँ रोगको चाहिँ मात्रा बढ्दै गयो, तर जनताहरू डराउने कम्प्लेन मात्रा कम भएको हो कि भन्ने महसुस भएको छ, किनभने हामीले जनचेतना जगाउँदै पनि उहाँहरू बाहिर निस्किनु भएको छ र उहाँहरूलाई चाहिँ सकभर बाहिर ननिस्किनको लागि हामीले अनुरोध गरेका छौँ। र हामीलाई लागेको छ हामीले पहिला क्वारेन्टाइन मात्रै व्यवस्था गरेका छौँ, अब क्वारेन्टाइन व्यवस्था गरेर भएन, अब हाम्रो पोजिटिभको सङ्ख्या बढ्दै गयो भनेर अब आइसोलेसन व्यवस्था गर्नुपर्छ भन्ने हामीलाई महसुस भयो र हामीले आइसोलेसन यहाँ अहिले करिब 100 वार्ड बराबरको व्यवस्थापन गर्ने भन्ने विषयमा हामी लागेका छौँ हाम्रो यो साङ्ला पिएचसीमा। तर 100 वार्ड बराबरको आइसोलेसन अहिलेसम्म भएको चाहिँ छैन। हामी कहाँ करिब 14-15 बेडको चाहिँ आइसोलेसन तयार भइसकेको छ। हामीले 100 वार्ड बराबर चाहिँ गर्नुपर्छ भनेर हामी लागेका छौँ। हामीले म्याट्रेसहरू त्यसलाई आवश्यकता सामग्री चाहिनको लागि 50 बेड बराबर चाहिँ हामीले ल्याइसकेका छौँ र बेड सङ्ख्या चाहिँ 14वटा मात्रै छ। अरू चाहिँ हामीले म्याट्रेसहरू राखेर त्यो बेडकै रूपमा व्यवस्थापन गर्नको लागि हामी तयार भएका छौँ र अब हामीले यसलाई 100 वार्डमा त्यो हाम्रो पिएचसीमा चाहिँ हामीले अहिले चाहिँ बर्थिङ पनि लागू भएको छ, ओपिडी पनि छ होइन। अब हामीले चाहिँ यो आइसोलेसन तयार गर्नुपर्ने भएपछि ओपिडी र बर्थिङलाई चाहिँ अन्यत्र सार्नुपर्छ भन्ने कुरो आएको भएर हामी त्यसलाई अन्यत्र कहाँ सार्न सकिन्छ भनेर हामी कोसिस गरिरहेका छौँ। अब हामी 2-4 दिनमा यो बर्थिङ र ओपिडीलाई माथि सार्छौँ र मात्रै अनि त्यहाँ आइसोलेसन तयार लगाउने आइसोलेसनको काम गर्ने र मान्छेहरू राख्ने भनेर हामी तयार भएका छौँ। आइसोलेसन राख्दाखेरि बर्थिङलाई चाहिँ अलिक प्रभावित, किनभने बर्थिङ भनेको अब बच्चा भर्खर जन्मिने बच्चा भएको कारणबाट अलिक सङ्क्रमित हुने डरको कारणबाट हामीले बर्थिङलाई चाहिँ हटाउनुपर्छ भनेर हामी त्यो व्यवस्था गर्दैछौँ। अहिलेसम्म चाहिँ त्यो बर्थिङ र ओपिडी त्यहीँ छ। हामी ओपिडी र बर्थिङलाई चाहिँ अब 7-4 दिनमा हामी सार्छौँ अनि त्यहाँबाट त्यो आइसोलेसनको व्यवस्था गर्छौँ। अनि यहाँ चाहिँ सुरक्षाकर्मीहरू पनि खटाइरहनु भएको होला अनि स्वास्थ्य कर्मीहरू पनि प्रशस्तै होला नि होइन? कति व्यवस्था गर्नुभएको छ यहाँनिर? अहिले जुट्नेहरू कति छन्? अब अहिले चाहिँ हाम्रो पिएचसीमा जम्मा 15 जना चाहिँ सुरक्षाकर्मी स्वास्थ्य कर्मीहरू हुनुहुन्छ होइन। हजुर। हाम्रो यो पिएचसी साङ्ला पिएचसीमा चाहिँ अन्यत्र त हाम्रो धेरै हुनुहुन्छ, अरू वडाहरूमा सबै वडाहरूमा स्वास्थ्य चौकीहरू हुनुहुन्छ छ। र हाम्रो अहिले यो जुन यो आइसोलेसन राख्ने चाहिँ हाम्रो साङ्ला पिएचसी हो, साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र हो, त्यसमा चाहिँ अहिले 15 जना कर्मचारीहरू हुनुहुन्छ। त्यो स्वास्थ्य कर्मचारीहरू कर्मचारीहरू हुनुहुन्छ, डाक्टर सहित 2 जना डाक्टर हुनुहुन्छ है। अर्को स्टाफ नर्सहरू गरेर जम्मा 15 जना हुनुहुन्छ। उहाँलाई चाहिँ अब हामीले त्यो कामको पनि डिभाइड गरिसकेका छौँ। अब ओपिडीको लागि र बर्थिङको लागि छुट्टै, त्यो अन्तर्सारे पनि छुट्टै गर्ने र यो आइसोलेसनको लागि चाहिँ छुट्टै व्यवस्था गर्नुपर्छ भनेर त्यसलाई पनि हामीले कामको बाँडफाँड गराइसकेका छौँ। र यो ओपिडी र बर्थिङलाई चाहिँ अन्यत्र नसारेको भएर मात्रै अहिले भएको हो। हामी तत्काल अब 2-4 दिनमा त्यो सार्ने वातावरण बनाएर आइसोलेसन सुरु गर्छौँ। सुरक्षा निकायको विषयमा चाहिँ हामीले हाम्रो स्वास्थ्य साङ्ला के भन्छ प्रहरी बिट अहिले भर्खरै अस्थायी प्रहरी बिट आएको छ। त्यसमा जम्मा 7 जना कर्मचारीहरू हुनुहुन्छ उहाँ। त्यसलाई चाहिँ अब त्यही पनि 1 जना चाहिँ लेडिज हुनुहुन्छ, 10-5 मात्रै गर्नुहुन्छ, अरू 7 जनामा 6 जना हुनुहुन्छ भनौँ न। उहाँहरूले चाहिँ नजानु भएकोले अब यो आइसोलेसनको लागि चाहिँ आर्मीले सुरक्षा गर्नुपर्छ भनेर हामीले आर्मीलाई पनि खबर गरेका छौँ। उहाँहरूले हुन्छ हामी व्यवस्था गर्छौँ भन्नुभएको छ। अहिलेसम्म चाहिँ आइपुग्नु भएको छैन। अब आर्मीलाई र यो सशस्त्रलाई पनि खबर गर्ने भन्नुभएको छ। सशस्त्रलाई पनि मैले खबर
साथबाटै खबर गर्नु भएको छ। आर्मीलाई चाहिँ मैले पनि खबर गरेको छु, मेरो साथबाट पनि कुरो भएको छ र उहाँहरूले करिब हामी पठाउँछौँ, हामी 10 जनासम्मको टिम हामी पठाउँछौँ भन्ने कुरो भएको छ। अनि यो सङ्क्रमितहरूको लागि जुन सुरक्षाकर्मीहरू खटिएका छन् नि उहाँहरू भयो, अनि त्यस पछाडि यो सङ्क्रमितहरूलाई पनि अब रोग निको भइसकेपछि समाजमा फर्कँदाखेरि समाजमा के कस्तो व्यवहार हुन्छ, त्यहाँनिर अलिकति हेप्ने खालको अलिकति सामाजिक दूरी अलिकति यस्तो देखिन्छ नि अहिले, त्यो विषयमा चाहिँ के छ यहाँको? अब अहिलेसम्म चाहिँ अब हामीले सङ्क्रमित सट्ट हेर्दाखेरि सङ्क्रमितहरूलाई चाहिँ अब पहिला जस्तो मानव समाजमा चाहिँ अलिकति हेरिएका वर्गहरूलाई गर्ने व्यवहार थियो त्यस्तै व्यवहार हुन्छ कि भन्ने सोच्दा चाहिँ हामीलाई पनि परेको छ। र पनि हामीले अब जनचेतना जोगाउने कामहरू गरेका छौँ। यस्तो होइन यो रोगले तपाईँलाई पनि भन्दैन, हामीलाई पनि भन्दैन, उहाँहरूलाई पनि भन्दैन, यो भएको कारणबाट यो रोग चाहिँ तपाईँ नजिक जानु भएन भने यो रोग अर्कालाई पनि सर्दैन। त्यो भएको कारणबाट उहाँहरूले आफूले चाहेर पनि ल्याएको होइन, त्यसका लागि तपाईँहरूले यस्तो गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ हामीले सकभर जनचेतना जगाउने काम त गरेका छौँ होइन। अहिलेसम्म सरसर्ती हेर्दाखेरि त्यस्तो धेरै नकारात्मक उसमा चाहिँ आएको देखिया छैन। अब भविष्यमा के हुन्छ अहिले चाहिँ त्यस्तो त्यति धेरै आएको छैन। र तत्काल हेर्दाखेरि स्थानीयहरूलाई भन्दाखेरि बाहिरबाट आएर बस्नु भएकाहरूलाई चाहिँ देखेको कारणबाट त्यति नभएको पनि हुनसक्छ। अहिले सरसर्ती हेर्दा यहीँका लोकल स्थानीयहरूलाई चाहिँ त्यति देखिएको पनि छैन हाम्रो त्यसमा। एउटा हाम्रो 3 नम्बरमा चाहिँ लोकललाई देखिएको छ होइन। अनि त्यसलाई त्यस्तो लोकललाई भन्दाखेरि बाहिरबाट आएर घर बनाएर बस्नु भएकोहरूलाई देखिएको छ। त्यो भएर त्यति धेरै भएको छैन। बाहिरबाट आउने भन्दाखेरि हाम्रो बाहिरी जिल्लाबाट आउने नाकाहरू कतिवटा छन् त्यो हाम्रो बाहिरी जिल्लाबाट भने यहाँ आएर बाहिरी जिल्लाबाट यहाँ घर बनाएर बस्नु भएको छ। घर बनाएर बस्दा यहाँकै बासिन्दै भइहाल्यो। र पनि यहाँका अब पुराना नभइकन त्यस्तो छ। अब नाका चाहिँ हाम्रो चाहिँ नुवाकोटको 2टा छ। नुवाकोट अब 3 नम्बर वडामा नुवाकोट र धादिङको जिल्ला भयो नाका भयो। अनि हाम्रो 1 नम्बरमा चाहिँ अब नुवाकोटको यो बुझ्ने हो, नुवाकोट र धादिङ हो नाकाहरू। नाकाहरूमा सुरक्षा सम्बन्धी के कस्तो कदमहरू चालिनु भएको? नाकाहरूमा सुरक्षा हामीले उ गरेका छौँ। अब हाम्रो बुर्जी भन्ज्याङमा चाहिँ आर्मीको पोस्ट छ, उहाँले सुरक्षा गर्नुहुन्छ। त्यहाँपछि हामीले स्वास्थ्य त्यो जग्गामा हामीले हेल्थ डेस्क राखेका छौँ। त्यो अहिले हामीले हटाएको, यो लकडाउनपछि हटाएका छौँ। अब फेरि राख्नुपर्छ कि भनेर विचार गरिरहेका छौँ। हाम्रो जितपुरको 3 पिप्लेमा चाहिँ हेल्थ डेस्क पनि छ, सुरक्षा निकायहरू प्रहरी हुनुहुन्छ। अनि आर्मीहरूले पनि त्यहाँ सुरक्षा दिनु भएको छ। हाम्रो एक्जामहरू त्यसरी छ। हजुर, अनि अब जाँदै अन्त्यमा अब मैले एकपटक मैले सोध्न बिराएको केही र अनि तपाईँलाई केही भन्नु जस्तो लागेको केही कुराहरू भए हाम्रो श्रोताहरूलाई एकपटक भनिदिनुहुन्छ कि? यहाँले जसरी अहिले जानकारी गराउनुभयो, हाम्रो श्रोताहरू र समग्र भन्नुपर्दा पनि हाम्रो तारकेश्वर नगरवासीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो कोभिड-19 जुन कोरोना भाइरस छ, यो रोग चाहिँ वास्तवमा भन्ने हो भने हामी यदि भिडभाड नगर्ने, हामी घरबाट ननिस्किने र अत्यावश्यक काम बाहिर ननिस्किने र अरूलाई लागू गरेर यदि देखिएको मान्छेहरूलाई पनि सुरक्षित राखेर आफू चाहिँ बाहिर ननिस्किने गर्ने हो र लकडाउनका रूपमा चाहिँ आफू सुरक्षित भएर बस्ने हो भने यो रोगले सकभर आफै नियन्त्रण भएर जान्छ। र यहाँहरू धेरै चिन्ता लिनुभन्दा पनि आफू सुरक्षित हुनुहोस् र भिडभाडमा नहिँड्नुहोस्। कति कुनै कार्यक्रमहरू पनि अहिले कार्यक्रमहरू केही छ भने त्यसलाई सहभागी नभइदिनको लागि म अनुरोध गर्दछु। र समग्र तारकेश्वर नगरवासीहरूलाई यो रोगबाट नियन्त्रण गर्ने उपाय भनेको अहिले तत्काल औषधिहरू देखिएको छैन। काहीँ बाहिरबाट अब भ्याक्सिनहरू देखिएको भन्ने कुरा जस्तो रसियाले गरेको भन्ने कुरा आएको छ। नेपालमा साँच्चै हो भने त्यस्ता औषधिहरू अहिलेसम्म आएका छैनन्। उही इम्युनिटी पावर जुन बढाउने कुराहरू छन् त्यसलाई पनि यहाँले प्रयोग गर्ने। त्यो भएको कारणबाट तपाईँहरू आफै सुरक्षित हुनको लागि र एक आपसमा सहभागी नहुने र कुनै पनि कार्यक्रमहरू नगर्नको लागि हामी अनुरोध गर्दछौँ। र अहिले हामीले जस्तो नेपाल सरकारले जुन निषेधाज्ञा जारी गरेको छ त्यसलाई पूर्ण पालना गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यहाँ हुनुहुन्थ्यो हाम्रो तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटा। उहाँहरूले आफ्नो नगरको नागरिकहरूको बारेमा हामीले जानकारी गराउनुभयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ नेवा एफएमको तर्फबाट।
र अब हामी एकपटक फेरि हामी नागार्जुन नगरपालिकाका मेयरज्यूलाई सम्पर्क गर्ने कोसिस गरिरहेका छौँ। हामी लगातार नागार्जुन नगरपालिकाका मेयरज्यूलाई सम्पर्क गर्ने कोसिसमा त छौँ, तर उहाँ कार्यव्यस्तताले गर्दा होला सायद सम्पर्कमा उहाँको फोन लागिरहेको छैन। अहिले एउटा हाम्रो प्राविधिक मित्रले हामीलाई सम्पर्क गराउनु भयो। यो फोन छ एउटा रामप्रसाद आचार्यज्यू तौडाबाट। तौडा कीर्तिपुर नगरपालिकाको वडा नम्बर 6 मा पर्छ र यो तौडामा हाम्रो एकजना क्वारेन्टाइनमा बसिरहनु भएको श्रोता हुनुहुन्छ रामप्रसाद आचार्यजी। हामी उहाँलाई सिधा यहाँसँग जोड्न चाहन्छौँ। रामप्रसाद आचार्यज्यू नमस्कार। ए हजुर नमस्कार। के कस्तो छ अहिले तपाईँको स्वास्थ्य? स्वास्थ्यमा त्यस्तो गति खास केही छैन। अलिअलि घाँटी खसखस गर्ने चाहिँ अलिअलि बाँकी छ। हजुर अझ त नर्मलै छ। ए अनि कति दिन भयो तपाईँलाई यो लक्षण देखा परेको हो? लक्षण देखा परेको भने सुरुमा त हल्का फुल्का देखेको थियो। लगभग 2 गतेतिर अलिअलि गाह्रो भयो जस्तो भएको थियो। हजुर अब 3 गते 4 गते चाहिँ ज्वरो आयो। ए अनि त्यसपछि ज्वरो घट्छ कि अब सिजनल रुगाखोकी हो कि भनेर हेरेँ। तर अब 5 गते पनि नघटेपछि हजुर भएन। अब एकचोटि लक्षण त सबै कोरोनाकै मिल्छ भनेर अनि टेस्ट गरेँ। हजुर अनि रिपोर्ट 6 गते चाहिँ पोजिटिभ आयो। अनि पोजिटिभ आएपछि म यहाँ क्वारेन्टाइनमा आइहालेँ। ए अनि यो तपाईँलाई कसरी यो सङ्क्रमण भयो होला भन्ने किसिमको, कताबाट सर्यो होला भन्ने किसिमबाट तपाईँलाई कुनै किसिमको आइडिया छ? सिधै त आएन होला होइन? हेलो हेलो हाम्रो यो फोन सम्पर्क अहिले ठ्याक्कै टुटेको छ उहाँसँग। म फेरि सम्पर्क गर्ने कोसिस गर्छु। उहाँ रामप्रसाद आचार्यजी हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो कीर्तिपुर नगरपालिका वडा नम्बर 6 मा बसोबास गर्नुहुन्छ। आचार्यजी ए अनि कतिखेर तपाईँलाई चाहिँ अब भनौँ न कताबाट यो रोगको कीटाणुहरूले तपाईँलाई समात्यो होला भन्ने तपाईँले कुनै एउटा माध्यम कतैबाट सोच्नु भएको छ? म साउनको 28 गते ट्याक्स अफिस गएको थिएँ कलङ्की। हजुर हजुर कलङ्की। हजुर हजुर कलङ्की मैले त्यहाँ लगभग 2 घन्टा थिएँ। हजुर त्यसभन्दा पछाडि म बाहिर हुने चाहिँ कति गएकै छैन है। हजुर हजुर मलाई शङ्का चाहिँ त्यही ट्याक्स अफिसभित्र नै मलाई सङ्क्रमण भएको लाग्यो। ओह कर कार्यालय होइन? यो कलङ्कीको त्यो मोडमा छ होइन अहिले? हजुर हजुर कलङ्की। के ट्याक्स तिर्नु थियो आफ्नो के प्यान कार्ड बनाउनु अथवा के कारणलाई जानुभएको थियो? ए एउटा कम्पनी दर्ताको प्रोजेक्टमा गएको थिएँ म। ओहो है त्यसको 28 गते तपाईँ त्यहाँ जानुभएको। 29, 30, 29, 30, 31, 1, 2, 3 5-6 दिनपछि यो देखिएछ है लगभग। हजुर ए अनि अहिले चाहिँ अब तपाईँ आफै सेल्फ क्वारेन्टाइनमा त हो नि होइन? हजुर एकदम सेफ क्वारेन्टाइनमै हो। अब यो रोग नलागोस् भनेर अब हाम्रो श्रोताहरूलाई कुनै किसिमको अब टिप्सहरू दिन सक्नुहुन्छ तपाईँले अहिले? के किसिमको जानकारीहरू दिन सक्नुहुन्छ भने प्लिज। अब हामीले त सतर्कता अपनाउँदै पनि यो रोग लागिहाल्यो। अब हामीले चाहिँ म साथीहरूलाई के भन्न चाहन्छु भने यस्तो सङ्क्रमणको अवस्था छ, देश भयावह स्थितिमा छ भने हामीले जस्तो सुकै कामलाई पनि अहिले ज्यानभन्दा ठुलो केही होइन। एउटा सम्पूर्ण आफ्नो अन्य कामहरू थाती राखेर घर नछोडौँ, घरमै बसौँ। तपाईँ एकजना रोगले सम्पूर्ण परिवारलाई पनि पिरोल्न सक्छ। त्यही भएर अलिकति सतर्क हुनलाई चाहिँ विचार गर्नुहोस्, हेलचेक्राइ नगर्नुहोस्। हुन त रोग होइन, तर पनि रोग लागिसकेपछि समस्याहरू धेरै हुन्छन्, त्यसो चाहिँ विचार गर्नुहोस् भन्न चाहन्छु। हजुर अनि पिसिआर टेस्ट गराउनु भएको हो यहाँले? हजुर पिसिआर टेस्ट गराएँ। यसमा कति पटक गराउनु भयो अहिले? हजुर कतिपल्टसम्म गर्ने हुन्छ नि होइन यो? यस्तो हुन्छ यहाँ पिसिआर टेस्ट त मैले पोजिटिभ नै गराएँ। मेरो लक्षणहरू पनि भएको र पिसिआर टेस्ट पोजिटिभ आएपछि मैले थप त गराइनँ। मलाई शङ्का लागेर नै गरेँ। अब यहाँ आइसकेपछि आइसोलेसनमा पसेको। अब यहाँ हाम्रो आयुर्वेदिक हस्पिटलले नै लगभग आज पनि 1 गतेसम्मको लागि चाहिँ बिरामीहरूको चाहिँ पिसिआर गर्ने कुरा गरेको भनेर म चाहिँ 6 गते आएको भनेपछि यिनीहरूले लगभग 10 दिनपछि नै पिसिआर गर्छ। ए
अनि यो भनौँ न रोग लाग्यो भनेर तपाईँलाई भविष्य भित्रभित्र आफ्नो मनोविज्ञान हुन्छ नि साइकोलोजीबाट कुनै किसिमको प्रताडना केही छ कि घर परिवारहरूलाई त्यस्तो किसिमको केही होला नि है घर परिवारहरू सुरुको दिनहरूमा अलिकति आर्थिक अवस्था थियो भने अब उहाँहरूलाई पनि अहिले मैले सान्त्वना दिनुपर्ने हुन्छ अब म नर्मलै त त्यस्तो केही फिल गर्नु पर्दैन तपाईँहरू पनि सुरक्षित बस्नु होला भनेर सान्त्वना दिइराखेको थिएँ सुरुको दिनहरू अलिक कठिन थियो भने अब अहिले उहाँहरूले पनि बुझ्नु भएको छ उहाँहरूको स्वास्थ्य पनि नर्मलै छ त्यो खरे त्यो तपाईँको एरियाको छेउमा खरेतिर पनि अरू सङ्क्रमणहरू पनि देखिएको भन्ने कुरा सुन्नमा आएको थियो हजुर त्यहाँ कतिजनाले त्यस्तो किसिमको सङ्क्रमण देखिएको रहेछ हजुर ठ्याक्कै मलाई चाहिँ अब अलिकति अथेन्टिक थाहा भएन ए अनि अब ए हजुर अनि हिजो अस्ति हामीले दक्षिणकाली नगरपालिकाका मेयर तथा त्यहाँका एकजना प्रवक्ता हुनुहुन्थ्यो उहाँसँग कुरा त गऱ्यौँ केही जानकारीहरू हाम्रो श्रोताहरूलाई दिइसकेका छौँ छन त तर पनि अब तपाईँको अब यो सङ्क्रमण भइसकेपछि अब समाजमा के कस्तो किसिमको बिहेभ तपाईँलाई गरिएको छ अथवा कुनै अब अलिकति होच्याउने अलिकति छिछि गर्ने भन्ने यस्तो किसिमको भावना देखाएका छन् छैनन् समाजमा हजुर सुन्नु न मलाई चाहिँ अब अहिलेसम्म जति मलाई फोन कन्ट्याक्टमा आउँदा हो मैले चाहिँ के गरेको थिएँ भने मलाई रोग लागेको कुरालाई चाहिँ फेसबुकमै स्ट्याटस राखेको थिएँ ए हजुर अनि के भनेको थिएँ भने मलाई यसरी नै पिसिआर पोजिटिभ देखिएको छ विगत 7-10 दिनदेखि मसँग कन्ट्याक्टमा हुनुभएका जो कति पनि साथीहरू हुनुहुन्थ्यो उहाँहरू सतर्क रहनु होला अब यहाँहरूको पनि सबैको चाहिँ कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुन्छ सुरक्षित रहनु होला लक्षण देखियो भने तपाईँहरू पनि पिसिआर टेस्ट गराउनु होला भनेर टिभी राखेको थिएँ ओहो तपाईँ धेरै महान हुनुहुँदो रहेछ है सबैलाई यो रोग नफैलोस् भन्ने चेतना तपाईँलाई धेरै राम्रो चेतना रहेछ अनि समाजमा अहिले किसिमको कुनै किसिमको अवहेलना त अरू तपाईँलाई कुनै किसिमको भोग्नु परेको त छैन त्यस्तो किसिमको मैले परिवारसँग पनि सोधेँ कसैले तपाईँलाई के देखाउनु भएको छ कि के छ भन्दाखेरि सबैले सहयोगी भावना देखाउनु भएको छ त्यस्तो केही गर्नु भएको छैन भन्नुहुन्छ र इभन मलाई पनि सबैले फोन गरिसकेपछि सिप स्वास्थ्य लाभको काम नै गर्नुहुन्छ चिन्ता नगर्नुहोस् केही हिँड्दैन भनेर सबैले सम्झाउनु भएको छ ए खुसी लाग्यो यो जोस् अनि अब हाम्रो नगरपालिकामा दक्षिणकाली के अरे कीर्तिपुर नगरपालिकाबाट यो सञ्चालन भएको यो नेवा एफएमबाट सञ्चालन भएको कोरोना विशेष कार्यक्रममा हामी यहाँ जस्तै सङ्क्रमितहरू जसले आफ्नो यो वेदनाहरू आफ्ना भावनाहरू पोख्न सक्नुहुन्छ उहाँहरूलाई पनि समाहित गर्ने कोसिस गरिरहेका छौँ यो कार्यक्रममा आएर यहाँले श्रोताले जुन जानकारी दिनुभयो भने यहाँलाई कतिको के लागिरहेछ कस्तो किसिमको अनुभव भएको छ त्यसरी अवसर दिएर मेरो अनुभव बताउन पाउँदाखेरि वास्तवमै यो एउटा फ्रुटफुल नै कार्यक्रम भयो जस्तो लाग्छ किनभने म सङ्क्रमित भएँ कीर्तिपुरकै मान्छे कीर्तिपुरका हाम्रा सम्पूर्ण श्रोताहरूले सुन्नु भएको छ भने पनि यस्तो रहेछ भनेर उहाँहरू टिभी नै गर्न सक्नुहुन्छ हजुर खुसी लाग्छ यहाँको यो जुन यहाँको अनुभव जुन सुनाउनु भयो हाम्रा श्रोताहरूलाई जुन अनुभव सुनाउनु भयो यो जानकारी दिनुभयो यहाँको यसको लागि म नेवा एफएमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु कृपया अब एकदम पिर चिन्ता नलिकन स्वस्थ रहनुहोला सायद अब अर्को टेस्टमा तपाईँको नेगेटिभ आउँछ भन्ने हामीले आशा गरेका छौँ स्वस्थ रहनुहोस् है सुस्वास्थ्यको कामना गर्दछौँ र म यहाँबाट छुट्टिन चाहन्छु धन्यवाद यसका साथै आजको कार्यक्रमबाट सराहना महर्जन र शङ्कर थापालाई आज्ञा दिनुहोस् नमस्ते